सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ आज यसो हाम्रो छुट्टी भएको बेला चाहिँ हाम्रो हेटौडाको शहीद स्मारकमा चाहिँ घुम्न जान लागिरहेको छु। हामी अब पछि नै भेटौँला है। सो गाइज म चाहिँ रुमबाट बाहिर निस्किसकेँ अनि अहिले चाहिँ मसँग चाहिँ जान लागेको छ मेरो बहिनी। यता हेरेर छैन जाने हो घुम्ने हो मेरो बहिनी यता अनि बहिनी र म चाहिँ घुम्न जान लागेको आजको छुट्टीको दिनमा। बहिनीको पनि छुट्टी छ अनि मेरो पनि छुट्टी छ, त्यही भएर घुम्न जान लागेको। अहिले चाहिँ हामीहरू एउटा टिकट काटेर आइसकेका छौँ, देख्न सक्नुहुन्छ है। हामी चाहिँ अहिले स्मारकको तल्लो भागतिर आइसकेको छौँ बहिनी र म। यता देख्न सक्नुहुन्छ नेपालको ठुलो झन्डा। अनि हामीलाई चाहिँ टिकटको 50 रुपियाँ लियो एकजनाको। 50 रुपियाँ लियो, धेरै होइन 50 रुपियाँ। जम्मा 50 रुपियाँ है। अनि यता देख्न सक्नुहुन्छ भ्यू हेर्नु होला, मयुरी छ यता। यस्तै छ स्मारकको नजारा। हाम्रो हेटौडाको शहीद स्मारकको हेर्नु सक्नुहुन्छ तपाईँहरूले मजाले। अहिले चाहिँ धेरै कुरा परिवर्तन भएको छ। म पहिला आउँदा यो थिएन है, अहिले चाहिँ बनाइसकेको रहेछ। अनि हिजो आज चाहिँ धेरै मान्छे हुँदैन, किनभने यो चाडपर्वमा नयाँ वर्षमा मात्र धेरै मान्छेहरू आउँछ यतातिर चाहिँ। साथीहरू यता तलतिर चाहिँ यस्तो रहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। र अनि यहाँ एउटा झोलङ्गे पुल छ। झोलङ्गे पुलमा चढ्नको लागि चाहिँ रु 10 रुपियाँ चार्ज लाग्दो रहेछ, देख्न सक्नुहुन्छ। सशुल्क पर्यटकीय झोलङ्गे पुल रु 10 को टोकन खरिद गरी टोकन खसालेर मात्र प्रवेश गर्न सक्नुहुन्छ भनेको छ। तर यहाँ कोही पनि बसेको छैन, हामी जाँदैनौँ। अहिले मान्छे बसिसकेपछि मात्र जान्छौँ। अनि यतापट्टि यस्तो छ, देख्न सक्नुहुन्छ। डस्टबिनको चाहिँ व्यवस्था राम्रो रहेछ है। यहाँ हेर्नु न, यस्तो बनाएर पुरा डोको राखिदिएको छ क्या हेर्ने।
अब चाहिँ हामी जनावरहरू हेर्न जाँदैछौँ। के हेर्ने रे बहिनी? मङ्की हेर्ने हो? मङ्की पहिला, अनि लियोपार्ड अनि उयो अनि अरू के? सिंह अनि बाघ अनि के? होइन बाँदरपछि साप। साप। ल यहाँ के हो यो? हुचिल भन्ने रहेछ सुरुमा। हुचिल हेर्नु पहिला। हुचिल यही हो हुचिली। हुचिल। अब यहाँ बेलायती मुसा छ। कति राम्रो कुटु भन्दा छ। के हो यो? अब यहाँ खरायो छ। गिद्ध छ यहाँ। यहाँ चाहिँ कत्रो ठुलो गिद्ध छ कि साथीहरू। गिद्ध यहाँ परेवा छ, हेर्न सक्नुहुन्छ। परेवा अब यहाँ तल। ल यहाँ टाढाबाटै हेर्नुपर्छ यसलाई त। यहाँ पनि एउटा चिल छ। अनि अब यता चाहिँ उयो छ रोका है। खोइ देख्यो नि लियोपार्ड छ। ऊ त्यहाँ यहाँ चाहिँ चितुवा छ साथीहरू। चितुवा। त्यसपछि यहाँ बाँदर छ। ओइ हेलो यसले हेर्दैन। बाँदरले इग्नोर हान्छ यार हामीलाई। छेट। यहाँ मयूर छ। मयूर हेर्न सक्नुहुन्छ। मयूर छ साथीहरू। अनि अब यता चाहिँ बाँदर छ। बोला तेरो साथीलाई बोला छ। यता कछुवा छ साथीहरू होइन। यहाँ कछुवा छ। त्यसपछि यहाँ गोही थियो। अब गोही निस्केको छैन कि छैन? गोही रहन्छ यहाँ। गोही छैन खोइ। ए ऊ त्यहाँ हिँडिरहेछ। पानीको ब्लु लगाइरहेछ। हिँडिरहेछ पानीभित्र। हरिदामा यहाँ चाहिँ बाँदर बिचरा टेन्सनमा छ। गर्लफ्रेन्डले धोका दिएर। इस बिचरालाई गर्लफ्रेन्डले धोका दियो। कछुवा यता पनि अर्को आइपुग्यो। यता नि अर्को आइपुग्यो। खुल्ला जनावर के यो चाहिँ? खुल्ला। यो चाहिँ बन्दकमा परिएकोहरू है। ओ बाँदर करायो। ए मयूर करायो। मयूर क्वा गरेर कराउँदो रहेछ साथीहरू है। रे मयूर चाहिँ अब कता जाने? झ्याउ लाग्यो। छोइ घर जाने हो? झ्याउ लाग्यो दाँतलाई। के खेल्ने हो र? अनि लड्यो भने के गर्ने? लड्यो भने के गर्ने भने? त्यता होइन कि उदे यता लड्यो भने चाहिँ के गर्ने? यता हेर न। यो मान्छेलाई अब कुरा खायो। यता हेर्दा लड्यो भने के गर्ने? लड्यो भने के कुन खेल्ने? छिटो हिँड्नु उद्या गएर फ्लाइङ चेयर। ल यहाँ छ एडभेन्चर वर्ल्ड। बहिनीलाई चाहिँ एडभेन्चर हान्नु मन लागेर होइन। म चाहिँ बहिनीलाई लिएर जाँदैछु एडभेन्चर वर्ल्डमा। यतातिर भ्यू चाहिँ यस्तो छ नजारा। एडभेन्चर वर्ल्ड यस्तो छ। अब बहिनीलाई चाहिँ एडभेन्चरमा हालिदिनु पर्यो। साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। यता हेर्नु एडभेन्चर वर्ल्ड यस्तो रहेको छ। अब कुन चाहिँ खेल्ने भन्ने कुरा हो। यहाँ कुन चाहिँ खेल्ने भन्ने कुरा आउँछ है। धेरै छ एडभेन्चर।
मान्छेहरू चढेको छ नि त्यो खेल्ने कहाँ उ यताबाट जाने हो गेट उता हो बाजे उता जाने गेट उहाँ हो उयो भित्र जाने गेट उता हो हजुर यहाँबाट लडेको कहाँ जाने उयाबाट यो होइन होइन कि उहाँ भित्र जाने यो भित्र यहाँबाट ए उताबाट उयोभित्र गेट ल बहिनीलाई चाहिँ म खेलाउँछु देख्न सक्नुहुन्छ मान्छेहरू खेलिरहेको छ जिप लाइन ओ देख्न सक्नुहुन्छ एउटा भाइ ल जाउँ हामी नि खेल्ने हो नै म त अरू बहिनी नि खेल्छ म उयो पनि खेल्ने के खेल्ने उयो तपाईँ चाहिँ उयो खेल्दै गर्नु ल यस्तो छ है साथीहरू एडभेन्चर वर्ल्डमा चाहिँ उयो पछि उयो खेल्नु अहिले एउटा मात्र खेल्ने हो हो धेरै खेल्न मिल्दैन किन एउटा मात्र खेल्ने हो धेरै खेल्न मिल्दैन नि एउटा मात्र के खेल्ने भन्ने कुरा हुन्छ ल एउटा मात्र है धेरै होइन ल एउटा मात्र देखाउ न दिदीलाई भित्र कति हो 50 रुपियाँ कति हो कति मिनट 10-15 मिनट यो चाहिँ मिकी माउस खेल्ने रे है पैसा थप टिकट थप ल जाउँ अब चाहिँ हाम्रो बहिनीले के खेल्छ के खेल्ने मिकी माउस खेल्छ मिकी माउसको चाहिँ धेरै रेन्ट छ जम्मा 50 रुपियाँ रहेछ टिकटको टेन्सन हुन्छ जम्मा 50 रुपियाँ धेरै होइन त्यो पनि 50 रुपियाँ कति 10-15 मिनट मात्र रहेछ चाहिँ आनन्दले खेलिरहेको छ जे होस् यहाँ अहिले चाहिँ एडभेन्चर वर्ल्ड खपेर चाहिँ अलि राम्रो भएको छ त्यही हो अरू त केही छैन पहिलाको जस्तै हो बहिनीलाई चाहिँ मिकी माउस खेल्न पुगिसकेको छ पुगिसक्यो के भयो अरे उल्टी आउला जस्तो भयो अरे अघि एउटा बच्चा नि उल्टी आउला जस्तो भएर निस्किएको अब चाहिँ हामी निस्क्यौँ यो सब पैसाको खाने भाँडो बस्नु हुँदैन के खाने बबल्टी ऊ त्यो बाख्राको मासु खाऊ न बाख्राको मासु खाऊ बबल्टी नखाने बाख्राको मासु खाऊ यो एरियामा चाहिँ पिकनिक खाने एरिया रहेछ साथीहरू शालिक यसको नाम हो शालिक हो कि खै के भन्छ त यसको दादा एकचोटि उता जान्छु ल यहाँ माथि गएर भ्यू त खिच्नै पर्यो होइन साथीहरू के साह्रो गर्ने यार ठ्याक मर्नलाई स्वीकार गर्ने साथीहरू ओहो घरि पनि धरो छ हौ धरो ए सालक पो भन्दो रहेछ त्यसलाई त आँप रहेछ आँप टिपेर खान नमिल्ने मिलेको भए त मैले त अघि तोडिदिइसक्थेँ थिएँ नि म त फेरि नम्बर 1 हो नि चोर्नमा अरे के ओहो उयो आँप टन्नै रहेछ यार एउटा बाजार बोर्ड भन्यो त ए आँपको त यता चाहिँ के हो शहीद अध्ययन तथा अनुसन्धान केन्द्र हेटौँडा होइन नेताजी यस्तो छ के भन्नु हाम्रो समय
गर्मी भएर मर लागिसक्यो यार यहाँ मान्छे बर्ती खानु जाने जाने बर्ती बर्डी उयो बाख्राको मासु हो न साथीहरू आजको हाम्रो यो भिडियोलाई चाहिँ स्मारकको यहाँ माथि डाँडामा बसेर चाहिँ अन्त्य गर्न चाहन्छु के कस्तो छ कमेन्टमा प्रतिक्रिया दिनु होला हस्ते धन्यवाद।